नमस्ते गाइस, स्वागत छ एनोडर डे 3 मा। अनि त्यसपछि आज यो डे 3 मा आइपुग्दाखेरि चाहिँ धेरै साथीहरूले राम्रो फिडब्याक दिनुभयो। बोल्न त बोलिरहेको छु साथी, तर बोल्दाखेरि फेसमा अलिकता स्माइल चाहियो भनेर भन्नुभयो। त्यसको लागि एकदम धेरै धन्यवाद। त्यो फिडब्याकको लागि एकदम आभारी छु। यस्तै कमी कमजोरीहरू देखाउँदै जानु होला ताकि म त्यसलाई सुधार गर्दै जानेछु। अनि जोस अलिअलि कन्फिडेन्स चाहिँ बढे जस्तो महसुस भइरहेको छ। होप अगाडि बढ्दै जाउँ, के हुन्छ। अनि आज डे 3 मा चाहिँ म आजको विषय चाहिँ मैले चाहिँ सोचेको चाहिँ मन हैन। मन कस्तो भन्दाखेरि जस्तै एउटा सानो पोखरीमा शान्त पोखरी हुन्छ नि, हो त्यो पोखरीमा चाहिँ अनुहार हेर्यौँ भनेपछि हामीले स्पष्ट हाम्रो अनुहार चाहिँ देख्न सक्छौँ के। हो त्यस्तै हाम्रो मन पनि त्यस्तै हो नि त। हाम्रो मनमा शान्त, कुनै रिस राग छैन, कुनै घमण्ड छैन हैन, एकदम सफा छ भनेपछि हामीले सही निर्णय लिन सक्छौँ नि त शान्त भएको बेलामा। तर जुन पोखरी अशान्त हुन्छ त्यसमा ढुङ्गा हाल्यो भने छाल चौबैतिर हुन्छ नि त, त्यसमा अनुहार हेर्यो भने चाहिँ देखिन्छ त, देखिँदैन नि। हो त्यस्तै हाम्रो मन पनि त्यस्तै हो। त्यो अशान्त भएको पोखरी चाहिँ ढुङ्गा हान्दाखेरि जस्तै त्यो छाल हानिरहेको नदीमा हामीले हेऱ्यौँ भनेपछि केही पनि देखिँदैन, आवाज धेरै गरिरहेको हुन्छ नि त। हो त्यस्तै हो हाम्रो मन पनि विभिन्न प्रकारका नेगेटिभ थटहरू हाम्रो दिमागमा खेलिरहेको छ भनेपछि हैन, रिसमा आवेगमा आएर हामीहरू नराम्रो स्टेप चाहिँ हामी लिन पुग्छौँ क्या। हामीहरूले नराम्रो कदम लिन पुग्छौँ हैन। त्यसले गर्दाखेरि त्यसले चाहिँ के गर्छ भन्दाखेरि हामीलाई नै हानि गर्छ कि। त्यही भएर एउटा भनाइ छ नि, भगवान पनि जहाँ शान्त हुन्छ त्यही ठाउँमा नै बास गर्नुहुन्छ नि त। शान्त भएको ठाउँमा जस्तै हामीले आफूलाई शान्त राख्नुपर्छ हरेक सिचुएसनमा। जस्तै कुनै पनि रिस उठेको छ भनेपछि एकैछिन शान्त बसेर हामीहरूले त्यो रिसलाई चाहिँ केही समयपछि त्यो शान्त हुन्छ र हामी सही निर्णय लिन सक्छौँ। रिसको बेलामा हामीले लिएको कदम त्यो चाहिँ सही हुँदैन। त्यसैले केही समय हामी पर्खेर बल्ल त्यो कुरामा चाहिँ हामीहरूले गर्न सक्छौँ। त्यसैले आजको दिन यही मनको बारेमा थियो। अब हजुरहरूलाई कस्तो लाग्यो, जे पनि लाग्यो त्यसको फिडब्याक कमेन्टमा लेख्न नबिर्सिनु होला। हामी फेरि डे 4 भोलि भेट्नेछौँ। आजको लागि हस्त, नमस्ते, बाई।